धेरै दिनपछि फेरि पनि सानो ब्लग लिएर आएको छु है तपाईहरु माझमा। धेरै दिन ग्याप भयो र आज चाहिँ फेरि सानो ब्लग गरेको छु र मसँग चाहिँ हाम्रो म्याडम हुनुहुन्छ, त्यो हाई काट्दैछ त। अन्त बिहान हाई नकाट्छ के आफ्नो। अहिले चाहिँ हामी अलि गान्तोकमा शपिङ गर्नको लागि चाहिँ यहाँ निस्केको थियो बजारमा। र म चाहिँ हिजो आएको यहाँ ब्रेकफास्ट खाउँ भनेर चाहिँ निकै भोक लाग्यो, ब्रेकफास्ट पनि लिएर आउनुभयो। वाट इज दिस बेबी? ओइ बिहान पनि यस्तो ब्रेकफास्ट खाएको हुन्छ नि। ओ ब्रेकफास्ट यही हो र अब यहाँनिर ब्रेकफास्ट गरेर चाहिँ अन्त सपिङ गर्नुपर्ने छ है। कस्तो रहेछ हेरौँ त ब्रेकफास्ट आजको। हटडग यो रोलहरु हटडग चिकनको रोल के अरे दुई बिहान यस्तो हुन्छ। यो चाहिँ एकदमै फ्रेस पाउँछ। कहाँ पाउँछ भन्दाखेरि चाहिँ तपाईँलाई देखाउँछु है। हेर्नुहोस् होला यो मियो एमोर यहाँ पनि पाउँछ, एकदमै फ्रेस पाउँछ। मर्निङ छिट्टो पाउँदछ बिहानैदेखि है, एकदमै फ्रेस पाउँदछ। तपाईँले आउनुभयो भने चाहिँ रामजी मार्गदेखि अलिकता स्टार हलपट्टि आउनुभयो भने चाहिँ यहाँ पाउनु सक्नुहुन्छ है। boleh sah? Enggak? Kalau bari itu dia, bari itu ya. Organik, apa? Fish पनि रहेछ त यहाँ यो चाहिँ कहाँको फिस यो हो माछा? माथि Ini mau Good.